दशैं तिहारको चहल पहल धनगढीमा सुरु भइसकेको थियो। बजार झिलिमिली थियो, तर रजिना कुइकेल भने व्यस्तताले गर्दा मोबाइलबाट अनलाइन सपिङ गर्ने गर्थिन्। एक दिन रजिनाले टिकटकमा ठूलो छुटको विज्ञापन देखिन्। भिडियोले भारी छुटमा सामान पाइने तर लिमिटेड स्टक भएकोले अग्रिम भुक्तानी गरेर अर्डर कन्फर्म गर्नुपर्ने उल्लेख गर्यो। उनले सस्तोमा पाउने लोभले सो भुक्तानी गरेर अर्डर गरिन्। 2 दिनमा आउँछ भनेको सामान 7 दिनसम्म पनि आएन। फोन गर्दा स्विच अफ र मेसेज गर्दा कुनै जवाफ पनि आएन। त्यसपछि चाहिँ रजिनालाई आफू ठगिएको थाहा भयो। त्यो अनुभवले उनलाई एउटा ठूलो पाठ सिकायो। अनलाइन किनमेल जति सजिलो देखिन्छ त्यति नै सतर्कता पनि आवश्यक हुन्छ। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, अनलाइन सपिङ गर्दा पहिले विक्रेताको विश्वसनीयता जाँचौं, अनलाइनमा देखिने ठूलो छुट र आकर्षक विज्ञापनको लोभमा नपरौं। सामाजिक सञ्जालबाट भन्दा विश्वसिलो आधिकारिक वेबसाइट मार्फत अनलाइन सपिङ गरौं। सस्तो भन्दा सुरक्षित किनमेललाई प्राथमिकता दियौं, सचेत बनौं, ठगीबाट बचौं।